सम्पूर्णमा नमस्कार। म आफूलाई यात्री बन्न रुचाउँछु। यस्तो यात्री जो यात्रा गर्छ मात्र आफ्नो काल्पनिक संसारमा। भौतिक संसारमा त मलाई बन्द कोठाबाट बाहिर निस्किन पनि एकदम मुस्किल पर्छ। यो कुरालाई यहीँ बिट मार्दै आजको शीर्षकतर्फ अघि बढौँ। आजको शीर्षक छ 23 पुरा भइयो। 23 पुरा भइयो र प्रगति पनि पुरा शून्य नै। जब भाग्य नै खोटो भएपछि टाउकै जोत्दा पनि केही नहुँदो रहेछ। यो 4 वर्षको अन्तरालमा धेरै थोक धेरै पटक गरियो, तर एक थोक एक पटक पनि सोचे जस्तो भएन। आफूभन्दा साना भाइ बहिनीले कत्रो प्रगति गरिसके अनि म जहाँबाट सुरु गरेको त्यही। बाआमालाई कत्रो आश थियो हाम्रो छोरोले के नै गर्छ भनेर, तर आजको दिनसम्म आइपुग्दा दिनभरि उमेर ठल्किँदै गरेका बाआमाको लागि बोझ बनिरहेछु। थाहा छ बाउआमाको लागि सन्तान कहिले बोझ हुनै सक्दैनन्, तर म आफूले आफैलाई बोझ ठान्न थालिसके। समयसँगै सब ठिक हुन्छ, जे हुन्छ राम्रैका लागि हुन्छ। पालो सबको आउँछ, कुकुरको त दिन आउँछ, म त मान्छे, मेरो कसो नआउला। अब यस्ता कुराले चित्त बुझ्न छोडिसक्यो र कहिलेसम्म चित्त बुझाउनु अनि कति बुझाउनु। निराशाले यति घेरिसक्यो कि लाग्दैन अब म आफैलाई केही गर्न सक्छु। लगातारको असफलताले भित्रबाटै इच्छाहरूलाई मारिसक्यो पूर्ण रूपमा, फेरि कहिले जीवित नहुने गरी। वरिपरि हेर्छु, म मात्र किन यस्तो, मलाई मात्र किन यस्तो। सबको भइरहेछ केही न केही, तर मेरो किन हुँदैन, केलाई हुँदैन। नपुगेको चाहिँ के हो, दिमागभरि प्रश्नको ओहिरो छ, तर जवाब शून्य, पुरा शून्य। मर्न सजिलो हुन्छ होला, तर केही गर्न नसकेर बाँच्दा सहन नसक्ने पीडा हुँदो रहेछ। बाहिरको म त जिउँदैछु, तर म भित्रको म कुहिएर गनाउन थालिसक्यो। आजसम्म मलाई मात्र गनाइरहेछ, भोलिको दिनमा सबैलाई गनाउनेछ र मलाई गनाउन छाड्नेछ सधैँका लागि। एक मनले सोध्छ यो बिहान बेलुकी मेरो कोठामा घुम्ने पङ्खा सधैँलाई रोक्थ्यौँ, तर यो निर्णयले मेरो बाआमाको जिन्दगी रोक्देला, मेरो बाआमाको बोली खोज्देला। बाआमा छन् र पो म छु र पो बाआमा छन्। बाआमाको अनुहारमा हाँसो छ, मनमा खुसी छ र अझै पनि छोरोले केही गर्छ है भन्ने आशा छ, विश्वास छ। ठिक छ, समय लाग्ला, सफलताले योभन्दा बढी कडा परिश्रम, मेहनत र धैर्य माग्ला, तर एक दिन कसो मैले भनेको जस्तो नहोला, मैले चाहेको जस्तो नहोला। यो सब भनेर आफूलाई सम्झाउँदै गर्दा मनमा त्यो चिसोपन भने बढ्दै गएको छ। 23 पुरा भइयो र प्रगति पनि पुरा शून्य नै।